मर्निङ एभ्रीवान अनि वेलकम चाहिँ मेरो च्यानलमा तपाईहरु सबैजनालाई फेरि पनि। र आज चाहिँ ढिलो उठेर चाहिँ म चाहिँ खानासाना बनाउँदैछु। सन्डेको दिन एकदमै छुट्टीमा बिस्तारै पकाएर खाऊँ भनेर। अनि बिस्तारै पकाएर खाऊँ भनेर हैन, अलिक छिटै पकाउँदैछु किनभने चाहिँ कहाँ जाने रे भाइ? जोरथाङ पापा र म जोरथाङ जान्छ। मामा रुटमा गएर गए। र आज चाहिँ मजाले नानी हस्बेन्ड त्यहाँदेखि चाहिँ म भएर मजाले आज सन्डेको दिन मजाले मोमो बनाएर खानु पर्यो भनेको त फेरि हस्बेन्डको चाहिँ अलिकति स्किनमा प्रब्लम भयो। स्किनमा पुरा र्यासेस चिलाउने यस्तो दाग जस्तो आयो कि, अन्त उसले त्यसले गर्दाखेरि चाहिँ ऊ चाहिँ डक्टर देखाउनु जाने अरे जोरथाङ। नानी र पापा चाहिँ जोरथाङ देखाउनु जान्छ अरे स्किन डक्टर। र मलाई पनि जाउँ न भन्दै चाहिँ म चाहिँ हिँड्दिनँ। बरु मलाई हरेस भइरहेछ, बेसी उकालो ओह्रालो ड्युटी जाँदा आउँदा हत्तु भइरहेको छु। म चाहिँ बरु घरमा के काम गर्दै गर्छु भनेर चाहिँ दुईजनालाई मात्रै जानु भनिरहेको छु। र म चाहिँ अब दुईजना जान्छ। अन्त हस्बेन्डको चाहिँ अलिकति के भन्छ प्रेसर हाई हुन्छ नि त, प्रेसर हाई भएको छ नि त अहिले, त्यसले गर्दा चाहिँ अब बाहिर खानु मिल्दैन त्यस्तो साह्रो। अन्त म चाहिँ खानासाना पकाएर खुवाउनु पर्यो भनेर चाहिँ खानासाना बनाउँदैछु। यहाँ चाहिँ मैले अलिकति छुर्पी बनाइरहेको छु, तताइरहेको छु। यो मुनि छुर्पी जमिँदैछ हो। अन्त यो चाहिँ माम बसाएको छु। अन्त यहाँ चाहिँ मटर र आलुको ग्रेभी सुप बनाउने छु। हस्बेन्ड चाहिँ दुध पनि लिएर आयो। हेलो पापा। हेलो। कस्तो दामी छ त हेर्नु, कस्तो दामी छ त। राजेश खन्ना के पो। अन्त अब चाहिँ लु छिटो छिटो खाना बनाएर खुवाएर चाहिँ पकाउँछु। ल खाना पनि रेडी भयो। अब चाहिँ म यहाँ अलिकति छुर्पी पकाउँछु। मटर र आलु चाहिँ ग्रेभी बनाउने हो। त्यहाँदेखि छुर्पीको चटनी, नानी र हस्बेन्डलाई चाहिँ दुधै दिन्छु। भाइ दिन्छ त? लु आउनु मम खानु। लु म चाहिँ चिया खान्छु अलिकति। यो चाहिँ हस्बेन्डको मैले नुन बिना निकालिदिएको। यसमा चाहिँ अलिकति नुन छ, यसमा नुन छैन। यो चाहिँ भाइको लागि मैले भाइलाई नि लगाइदिएको छु ल। लु मेरो छोरालाई मेरो पनि पस्केमा छुर्पीको चटनी, डल्ले खोर्सानीको अचार अनि आउँछ भने अब चाहिँ म पनि खान्छु। हातै खान्छु। हात चाहिँ मजाले बिस्तारै। आज चाहिँ मजाले मोमो बनाउँ भनेको थिएँ। खासैमा चाहिँ दुईजना फेरि नहुने रहेछ नि त। मान खानु तपाईँले यसरी हतारमा गरी मजाले खाँदा चाहिँ मिठो हुन्छ नि। अरू बेला ड्युटी जाँदा चाहिँ आम्मा छिटो 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 खाइरहेको छ। मुखमा तर मनमा त पुरा पुरा खेलाइरहेको हुन्छ। आज त तपाईँले भाइ त अति पिन्छ होइन? तपाईँ चाहिँ एउटा कुरा भन्छ उहाँ चाहिँ ड्युटी जाने दिनमा चाहिँ आमामा कस्तो मजाले सुतिरहेको हुन्छ कि। ड्युटी जुन दिन चाहिँ छुट्टी हुन्छ नि आमा, त्यो दिन चाहिँ आमा बिहानै उठ्छ नि। ऊ के भन्नु छ, के भन्नु छ? काम गर्नु पर्यो नि छुट्टी भए ऊ सेम, पुन्टु पनि सेम। कस्तो हँसाउँछ कि दुईजनाले। जुन दिन छुट्टी छ के, जुन दिन छुट्टी छ त्यो दिन चाहिँ म आज पनि म अलिकति सुतौँ भन्छु। बिहानै बाउ छोरा र ट्याट 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 बोलेको बोलेकै गरिबस्छ। अन्त पापा छोरा उठेर मटर पेलाइदिएछ। त्यहाँदेखि चाहिँ मैले चाहिँ पकाएको उठेर
अमिलो अमिलो ठिकैको नाम पनि खाइसके अब रेडी बनाएर पापा छोरालाई पठाएको छु पापा त आफै रेडी हुन्छ नि भाइलाई रेडी गर्छु नि त है म चाहिँ नजाउँ भनेको आमा ममु पापा छोराले जाउँ कि जाउँ मामा जाउँ न भनेर लास्टमा स्टपको नलाइकन जबरजस्ती जस्तो तस्तो रेडी भएर हिँडिरहेको छु म चाहिँ एकछिन गइकन हुन्छ ल भाउजू नजाउँ भनेको नि छिटो रेडी भइहाल न गइहालौँ न जाँदा भइहाल्छ एकैछिन त हो भन्छ हो मामै रेडी भएर हिँड्नु कि हिँड्नु भन्छ याद भएन त भाउजू के किनिदिने हौ भाइ आइसक्रिम खाने आइसक्रिम पैसा छ अन्त देखाउनु न आमा 50 रुपियाँ त आउँदैन त आइसक्रिम अन्त तर पाएकोमा छन् हो ल मलाई किनिदिनु है ल मामालाई सबै कुरा किनिदिनु है मामाले के खान्छ हो के पापा र भाइ भएर हो के ए उसको 50 रुपियाँ देखाएर के चाहिँ हो ललिपप फाइनली रोड पनि आइपुग्यो सेकेन्डमा बस्छ मेरो छोरा अहिले हेर्नु ल के साह्रो गर्मी यहीँनिर गर्मी भयो त माथिबाट झर्दा झर्दै मेरो छोरालाई गरम भयो ओके म त केस नै हिँड्दा त म त भर्खर उठेर हिँडेको जस्तो लाग्छ हौ अब जोरथाङ पुगिहाल्छु हामी ल त्यहाँदेखि भेट्ने चाहिँ तपाईँहरूलाई हाई बेबी गरम भइरहेछ मेरो छोरालाई यता यता हेर्नु त बेबी यता हेर्नु न गरम भयो हामी चाहिँ जोरथाङ पनि आइपुग्यौँ र हस्बेन्ड चाहिँ भित्र पसेको छ डक्टर देखाउनु यहाँनिर सवर्णा मेडिकल्समा हामीले चाहिँ फोन गरिकन भनेको थियो नि कार्ड बनाइदिइराख्नुहोस् भनेर र 66 जना पुगेको रहेछ हाम्रो चाहिँ 45 मा रहेछ र हस्बेन्ड चाहिँ देखाउनु गएको छ नानी र म चाहिँ यहाँ बाहिर पर्खिरहेको छु एकदमै गरम भइरहेछ आइसक्रिम खाने जाउँ एकदमै गरम भइरहेको छ हो अब नानी र म चाहिँ यहाँनिर माथि बस्नु पनि पुरा रहेछ बेसी रहेछ मान्छेहरू नानी र म चाहिँ यहाँ बाहिर पर्खिँदै आइसक्रिम खाँदै बस्नु पऱ्यो अब है बाबा आइसक्रिम खानु मामालाई आइसक्रिम खानु लिएको होइन बेबीले मामालाई आइसक्रिम खानु लिएको होइन भाइले किनिदिन्छ हो कि किनिदिन्छ होइन ए मामा जाउँ कि जाउँ आइसक्रिम खानु भनेर मलाई लिएको यहाँनिर आइसक्रिम पनि किनेको आइसक्रिम खाँदै पर्खिनु होला नि पापालाई अब है खै त हेर्नु न त शीतल भयो हेलो हामी चाहिँ एकछिन यहाँनिर विशाल मार्टमा पनि पसेको छौँ घरको अलिअलि के सामान किन्नु लागि घरको पनि प्लस हस्बेन्डको स्कुलको लागि एकछिन ल यो पनि ल है सामान माथि नै छोडिराखेछ घरको सामान चाहिँ किचनको सामान चाहिँ यति बेसी चाहिने किन्नुपर्छ कि ल सामान चाहिने भएको सामान पनि किनिसक्यो बेबी एकछिनै गाडी आउँदैछ ल हामी चाहिँ हस्बेन्डको यता हेर्नु नि पापा डक्टर पनि सबै देखाइसक्यौँ र देखाइसकेर पनि विशाल मार्टमा अलिकति काम थियो त्यो पनि सकेर चाहिँ अब चाहिँ हामी खाजा खाएर त्यहाँदेखि चाहिँ फर्किनेछौँ खाजा खानु के हो अघि पनि राख्छौँ
आइसक्रिम भर्खर माम खाएर झरेको फेरि आइसक्रिम के खाने भाइ ललिपप ललिपप चाहिँ के खाजा भन्छ त्यो चाहिँ भयो भने हामी सोरेङमा गएर खान्छौँ खाजा यहाँ चाहिँ खाँदिनँ एकदम आइसक्रिम खाएर के खाएर गइरहेको छौँ र अब चाहिँ हामी हिँडेको जोरथाङबाट किन दबाई सबै किनेको होइन तपाईँले दबाई सबै किनेको यहाँ एउटा नरिवल पानी खाउँ भनेर ए नरिवल पानी एकदमै राम्रो हुन्छ नरिवल पानी खानु चाहिँ भयो भयो सबभन्दा ठुलो काटेमा आएको मजाको रहेछ पानी पुरा बेसी रहेछ पुरा गरम हजुर सोरेङ आइपुग्यौँ अब यहाँनिर दार्जिलिङ स्टोरमा अब फेरि यहाँ लैजान्छु यहाँनिर अब मोमो खाइकन जान्छौँ माथि 5 मा जाउँ भनेको त बन्द पो रहेछ जस्तो ल आउनु बेबी खाने अरे जोरथाङमा चाहिँ यति बेसी गरम कि म जान्दिनँ भन्दै जानु परेको कि आमा म अप्ठ्यारो लागेर रिस उठेर हो अब यहीँनिर खाइकन जानु पर्यो मेरो छोराको चाहिँ मोमो म चाहिँ मसाला डोसा अन्त हस्बेन्डको चाहिँ प्लेन डोसा आउँदैछ मिठो रहेछ पापा मिठो पाउँछ यहाँ है यहाँ चाहिँ मिठो पाउँछ यहाँ छु म चाहिँ एकदमै टेस्टी र अहिले चाहिँ अब खाजा खाइसक्यौँ हामीले सोरेङबाट सोरेङमा आएर चाहिँ खायौँ खाजा तल त गरमले त भोक पनि लागेको थिएन बिहान मजाले माम खाएर हिँडेको हो अन्त यहाँ सोरेङमा आएर चाहिँ डोसा खायौँ नानीले चाहिँ मोमो खायौँ र अब चाहिँ हामी फर्केको यहाँबाट र आजको भ्लग पनि म यहीँनिर एन्ड गर्छु बाई बाई तपाईहरु सबैजनालाई कसलाई मनपर्छ मेरो भ्लग लाइक सब्सक्राइब गरिदिनुहोस् होला तपाईहरु सबैजनाले बाई बाई तपाईहरु सबैजनालाई सोरेङ पर्सि फेरि यतै आउनुपर्छ है ड्युटी कन्टिन्यू फेरि